आफू जे छ त्यहीमा खुसी हुन सक्नु, आत्मसन्तुष्टि हुन सक्नु नै सफलता हो। हेलो सबैजनालाई नमस्कार, म मान थापा। मानु भ्लग युट्युब च्यानल हेरेर बस्नुभएका सबै दर्शक महानुभावहरूलाई यो मनदेखि त्यो मनसम्म एकदमै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आज चाहिँ म यहाँहरू समक्ष के भन्न गइरहेको छु भन्दाखेरि चाहिँ सफलता के हो त, सफलता के हो भन्ने विषयमा मेरो मनमा लागेका केही कुराहरू चाहिँ यहाँहरूमा भन्न गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र कस्तो लाग्छ सल्लाह सुझाव एवं प्रतिक्रिया दिन भने अवश्य नै नबिर्सनु होला र मन परेमा मेरो भिडियो चाहिँ आफ्नो साथीहरू समक्ष पनि सेयर गरिदिनु होला। मेरो हिसाबमा यदि सफलता के हो भन्ने चाहनुहुन्छ भने मेरो बुझाइअनुसार चाहिँ आफू जे छ त्यहीमा खुसी हुन सक्नु, आत्मसन्तुष्टि हुन सक्नु नै सफलता हो जस्तो लाग्छ। र धेरैजना व्यक्तिहरूको केसमा चाहिँ सफलता भनेको धनी बन्नु होइन, छिटै पैसा कमाउनु, सहरी क्षेत्रमा घर जग्गा जोड्नु होइन, अरूभन्दा अब्बल हुन खोज्नु, यो चाहिँ सफलता हो जस्तो लाग्छ। र धेरै व्यक्तिहरूको चाहिँ यो चाहिँ सफलता नै हो। र मेरो हिसाबमा चाहिँ आफू जुन अवस्थामा छ त्यही अवस्थामा खुसी रहन सक्नु नै सफलता हो जस्तो लाग्छ। जस्तो कि यदि तपाईँ गरिब परिवारमा जन्मिनुहुन्छ भने त्यो अवस्थामा चाहिँ पैसा नै सबै चिज हो जस्तो लाग्छ। र किन भन्दाखेरि पैसा नै नभएको कारणले धेरै कुराहरू गुमाएको हुन्छ गरिब परिवारमा जन्मेका धेरै व्यक्तिहरूले चाहिँ। र धनी व्यक्तिहरूको केसमा के हुन्छ त, जति पैसा कमायो उति कमाइरहने जस्तो लाग्छ र उनीहरूलाई के लाग्छ त, पैसा केही होइन, आज यो महँगो चिज किन्यो भोलि त्योभन्दा महँगो चिज किन्न मन लाग्ने होइन। त्यो भएर उनीहरूको लागि चाहिँ पैसा पनि केही होइन, जति कमायो त्यति नै तनाव होइन। र नहुनेहरूको लागि पैसा नै भएन भने चाहिँ तनाव। त्यसैले सफलता के हो त भन्दाखेरि जागिर खानु, पैसा कमाउनु, यो चाहिँ सफलता नभएर आफू जेमा छ सन्तुष्टि रहन सक्नु नै, आत्मसन्तुष्टि मिल्नु नै सफलता हो जस्तो लाग्छ मेरो केसमा चाहिँ। अनि तपाईँहरूको केसमा तपाईँहरूको भनाइमा के छ र सफलता के हो कमेन्ट मार्फत बताइदिनु होला र सक्दो सेयर पनि गरिदिनु होला। थ्याङ्क यू सो मच अन्तिमसम्म हेरिदिनु भएकोमा।